करिब 12 वर्ष अगाडि यो जङ्गलमा एउटा ठुलो डढेलो लागेको रहेछ र त्यो डढेलोले यो जङ्गल सबै सखाप पारेको रहेछ। अहिलेसम्म पनि यी रुखहरू रिकभर हुन सकेका छैनन्, यहाँ नयाँ रुखहरू उम्रिन सकेका छैनन्। समाचारमा पढिए अनुसार र सुनिए अनुसार कैयौँ महिनासम्म यहाँ डढेलो लागेको थियो। म अहिले रुबी भ्याली ट्रेकको दौरानमा छु र आज मेरो यो ट्रेकको तेस्रो दिन हो। पहिलो दिन म काठमाडौँबाट बसमा रसुवाको गतलाङ भन्ने गाउँमा आइपुगेको थिएँ, गतलाङ बजारमा आइपुगेको थिएँ। त्यसपछि त्यहाँबाट करिब 1 घन्टाको उकालो यात्रा पछाडि म उपल्लो गतलाङ अथवा पार्वती कुण्ड भन्ने ठाउँमा आएर बास बसेको थिएँ। हिजो यात्राको अथवा ट्रेकको दोस्रो दिन अलि लामो हिँडाइ भएको थियो मेरो, करिब 30 किलोमिटर म हिँडेको थिएँ। गतलाङबाट म हिँडेर थुर्कु पास हुँदै सोमदाङ भन्ने भ्यालीमा आइपुगेको थिएँ। त्यहाँ खाना खाएर त्यस पछाडि पाङसाङ पास करिब 3900 मिटरको पाङसाङ पास क्रस गरेर म तिप्लिङ भन्ने ठाउँमा आइपुगेको थिएँ। तिप्लिङ करिब 2200 मिटरको अल्टिट्युडमा छ। त्यसकारण पाङसाङबाट 3900 मिटरको अल्टिट्युडबाट करिब 2200 मिटर अल्टिट्युडको तिप्लिङमा आइपुग्दा त्यो ओह्रालो यात्रा निकै सकसपूर्ण बनेको थियो। त्यसकारण म निकै एक्जस्टेड भएको थिएँ। आज बिहान प्रोपर रेस्ट गरेर अलि ढिला नै उठेर लन्चको लागि तल जाने गरी म ब्रेकफास्ट गरेर तिप्लिङबाट फेरि ओह्रालो लागेँ र अहिले म यो आधा खोलाको किनारमा आइपुगेको छु। म मेरो यहाँबाट पहिलो गाउँ भनेको 40 गाउँमा पुग्छु। त्यस पछाडि त्यहाँबाट म आजको गन्तव्य लापा गाउँ पुग्छु।
फाइनल्ली म मनागी पासमा आइपुगेको छु। करिब 3000 मिटरको अल्टिट्युडमा छ यो पास।